हेलो साथीहरू, मेरो डेली भ्लगमा तपाईलाई स्वागत छ। अनि सेवा र सेवानी है, एकदमै आजको भिडियोमा तपाईलाई म स्वागत गर्न चाहन्छु। अनि साथसाथै है, आजको मेरो काम छ, मेरो अल्मा आज चाहिँ मेरो काम छ। त्यो चाहिँ के हो भने चाहिँ सिमी रोप्ने काम छ। आज तपाईको सिमी रोप्ने काममा चाहिँ तपाईलाई एकदमै अन्तिमसम्म भिडियोलाई हेर्नु नचुकाउनु होला है। त्यो भिडियोमा तपाईलाई सिमी कसरी रोप्ने, के गर्ने, कसो गर्ने सबै कुरा देखाउने छु। अनि चाहिँ म तल गएर चाहिँ बारीमा गएर मात्र यो भिडियोलाई म सुरु गर्नेछु र तपाईले हामी बारीमा आइसक्यौँ। अनि आदि त हामीले आदि नै खनिसकेका छौँ। अब यहाँले सक्नु आँटेको छ र यसलाई त हामीले सिमी बारीको लागि बनाउन खोजेको अनि बनाइरहेको छ। आदि सबै चाहिँ बनाइसकेको छौँ। यहाँ चाहिँ हामी चाहिँ अर्ग्यानिक सिमी रोप्नु थालेको अनि रोपेको अनि रोप्छौँ पनि। अनि आदि सर हामीले रोपेको पनि छौँ तलतिर चाहिँ। र यहाँ त हामी चाहिँ एकदमै अर्ग्यानिक सिमी रोप्छौँ। एकदम गाईको मल लगाएर है, बाख्राको मल लगाएर, गाई बस्तु पाल्छौँ अनि उसको बाख्राको मलहरू लगाउँछौँ। र चाहिँ हामी त्यसरी अर्ग्यानिक सिमी खेती सब्जीहरू बनाउँछौँ है। यहाँनिर यसरी खन्नुपर्छ सिमी बारीमा है। यहाँ डल्लाडुली छ है, एकदमै यो छ खन्दैछु है। यही हलीले जोतेको हामीले है, हलो छ, जुवा छ है। अनि हामीले जोतेर यहाँनिर राखिरहेको छौँ। अनि हाम्रोमा गोरु पनि छ एकल है। यहाँले घरको जोतेको ठाउँमा चाहिँ आज हामीले खनेका छौँ। आज चाहिँ एकदमै घाम पनि लागेछ है, धुलोले हामी यति है खुस्रो झुस्रो भइरहेको छौँ। अनि मेरो घरबाउ हुनुहुन्छ, उहाँले पनि एकदमै परिश्रम गरिराख्नु भएको छ है। र यहाँनिर हामी चाहिँ यति साह्रो खनिसक्यौँ, अघि नै हामीले खनिसकेको। अनि अब चाहिँ यो गरालाई सक्यौँ। अब हामी सिमी रोप्छौँ। त्योभन्दा अगाडि चाहिँ हामी ड्याङ हान्छौँ अनि मल लगाउँछौँ है। त्यो भिडियो पनि हामी तपाईँलाई देखाउँछौँ। यहाँ चाहिँ पहिला अलैँची बारी थियो है। अन्त अहिले त हामीले अलैँचीलाई हटाएर चाहिँ यो चाहिँ अलैँची काम नलाग्ने भएर चाहिँ हामीले सबै हटाएर चाहिँ यो बारीलाई फेरि गरेर है खनेर राम्रो बनाएर जोतेर चाहिँ सिमी रोप्ने ठाउँ बनाइसकेको छौँ। अनि यहाँनिर तल देख्न सक्नुहुन्छ तपाईँले यो भिडियोमा मजाले हामीले रोपेको छौँ सिमीहरू। आजभन्दा 22 दिन अगाडितिर हामीले रोपेको सिमी। अनि एकदमै हामीले अर्ग्यानिक गाईको मल, बाख्राको मल लगाएर चाहिँ हामीले पुर पनि लगाइसकेका छौँ। अब यो सबै फुल्नु आँटेको छ। अनि त्यहाँनिर पर तपाईँले चाहिँ सेतो ठाउँ देख्नुहुन्छ, त्यहाँनिर चाहिँ हामीले मछन बनाएको। त्यहाँ चाहिँ काँक्राको र करेलाको मछन छ। अनि यो पनि हामीले त्यहाँ अहिले नजिकमा म तपाईँलाई भिडियो गर्नु सकेको छैन, टाढादेखि छ। अनि हामीले यहाँ तलनिर देख्नुहुन्छ यहाँ सिमी बारी राम्रोसँग देख्नु सक्नुहुन्छ है। अनि यो भिडियोमा तपाईँले राम्ररी हेर्न सक्नुहुन्छ। अब चाहिँ हामीले यहाँ ड्याङ लगाउँदैछु, सिमीको ड्याङ। अब यो ड्याङलाई म खन्दैछु है। तपाईँलाई कस्तो प्रकारले ड्याङ खन्ने है, कसो गर्ने त्यो कुरा तपाईँले राम्रोसँगले हेर्न सक्नुहुन्छ। र म स्टार्ट गरेको छु ड्याङ खन्नुलाई। यसरी खन्नुपर्छ ड्याङ है। हामीले एकदमै गहिरोसँगले हामीले मजाले खन्ने हो। जरा दिने सबैले निकाल्ने हो। र यसरी निकालेर ड्याङ बनाउँदैछु। यहाँ चाहिँ यो त नयाँ खोलेकोले गर्दा अलैँची बारी थियो कि, अन्त नयाँ थियो र जोतेर हिजो गएको राम्रोसँगले जोतेको छैन रहेछ। एकदमै चाम्रो छ जग्गा चाहिँ। र पनि म खन्दैछु, मजाले ड्याङ निकाल्दैछु है। तपाईँले देख्न सक्नुहुन्छ ढुङ्गाहरू पुरा छ यहाँनिर। र ढुङ्गा मुढालाई हटाउँदै भए पनि हामीले ड्याङ बनाउँदैछौँ। यहाँ यस्तो रहेछ, यस्तो निस्किन्छ। हामी त अर्ग्यानिक खेती लगाउँछौँ। अनि अर्ग्यानिक खेती लगाएर अर्ग्यानिक चिज खान्छौँ। अनि खाएर पनि हामी एकदमै बलियो बाङ्गो छौँ। र आज यस्तो बाँझोहरू चाम्रो कुरालाई खाने गर्छौँ होइन। अनि हामी त एकदमै अर्ग्यानिक खाएर त अलि बलियो छौँ, आजसम्म तन्दुरुस्ती छौँ। र
तपाईँहरूले पनि है अर्ग्यानिक कुराहरू खाएर बलियो गरेर यसरी नै काम गर्नु होला। हामी त गरिरहेको छौँ अहिलेसम्म। हेर्नुहोस् है, हामी यसरी खन्छौँ होइन, बलियो छ, ढुङ्गा मुढा घाम पानी पनि हामी चाहिँ हाप्न सक्छौँ। किन हामी अर्ग्यानिक खाएको कुराले गर्दा हामी यत्रो मजबुत छौँ। खन्नु सक्दैन अरे, खेप्ला भने हिँड्नु सक्दैन भन्छ, अलिकति हिँड्न पनि सक्दैन भन्छ। तर हामी चाहिँ हाम्रो लागि चाहिँ यो यति धेरै काम गरेर खान्छौँ, बल काम गरेर खान्छौँ कि र हामीलाई स्टोन भन्ने छैन, सुगर प्रेसर भन्ने कुरा छैन। यस्तै साथीभाइ मजाले तपाईँहरूले नि भिरपाडामा काम गर्नुहोस्। यसरी आफूले लगाएको गाईबस्तुको मल लगाएर लाएर यसरी खनेर है तपाईँले पनि खानुहोस्। अनि खाएर त्यसरी यसरी नै तपाईँले काम गर्नुहोस् अनि आफ्नो शरीरलाई स्वस्थ राख्नुहोस्। किनभने हामी पनि यस्तै गरिरहेको छौँ अहिलेसम्म। मेरो श्रीमान म तन्दुरुस्ती छौँ यस्तै अर्ग्यानिक कुरा खाएर। हामी चाहिँ यही हो सिमीको बिउ, यो कालो सिमी लोरङ्गे सिमी भन्छ कि। यसलाई हामी अहिले रोपेर यो ड्याङमा त मल लगाएर चाहिँ रोपेको पनि हामी देखाउँछौँ अहिले। अहिले त म भर्खरै ड्याङ आधी हालिसकेको छु, आधी छ डल्लै हाल्नुपर्ने। अहिले तपाईँलाई देखाउँछु। हामी यहाँ ढुङ्गा मुढा यस्तो निस्किन्छ अनि हामी चाहिँ यसरी ड्याङमा यसरी लाउँछौँ हो। अनि चाहिँ हामी चाहिँ सिमी रोप्छौँ। यो चाहिँ बाख्राको अर्ग्यानिक मल हो, यसमा कुनै केमिकल मिसाएको छैन। यो त प्योर बाख्राको मल हो। हामीले बाख्रा पनि पालेको छौँ है, त्यो सब्जीको लागि। यसरी हामी ड्याङ खन्छौँ अनि यसरी बाख्राको मल त मिलाएर लगाउँछौँ। सब्जीहरू पनि लगाउँछौँ किनभने नि यसमा बेसी बाख्राको मल लाउनु हुँदैन। भोलि सिमीमा ज्यादा मल हुन्छ र चाहिँ मर्ने डर हुन्छ। र चाहिँ है साथीहरू यसरी नै तपाईँहरूले पनि बाख्रा पालेर अर्ग्यानिक मल लगाएर है यसरी रोप्नुहोस्। र हामीले कसरी गर्दैछ यसरी तपाईँले यो भिडियोमा सब्जी रोप्ने कुरा पनि जान्नेछौँ। तपाईँले जान्नुहुन्छ कसरी सिमी रोप्ने, कसरी कुन टाइममा लाउने भन्छ चाहिँ। अहिले यो मार्च महिनाको अन्तिम समयभित्र छ, लास्ट टाइम छ। हामीले अप्रिल 2 तारिक हो है आज चाहिँ। अनि त्यो दिन चाहिँ हामीले सिमी रोप्दैछु। अहिले चाहिँ यो तारिक चाहिँ लास्ट रोपेको हामीले यो सिमीलाई। अनि यसरी रोप्दैछौँ। मैले सिमीमा ड्याङमा मल लगाइसकेको छु। यसरी लाउनुहोस् तपाईँले है, यहाँ राम्रोसँग देख्नुहुन्छ। यसरी लाउनुहोस् मजाले ड्याङ खनेर होइन। अनि बाख्राको मल यसरी ड्याङमा लगाएर मैले चाहिँ लगाइसकेँ बाख्राको मल ड्याङमा। अब म सिमी रोप्नु सुरु गर्छु। त्यो सिमी पनि कसरी रोप्ने हो तपाईँलाई भिडियोमा देखाउनेछु ल। अहिले त मैले अब बिउलाई ठिक पारिसकेको छु। अब यो ड्याङमा चाहिँ बिउ चाहिँ म खसाल्नु गइरहेको छु है। यसरी खसाल्दैछु। यो त लरङ्गेको बिउ हो। म यसरी ड्याङमा चाहिँ यसरी म चाहिँ दिदी ऐँचीको साथ हेरेर यसरी बिउ खसाल्दैछु। जब हामीले यसरी मिलाएर बाख्राको मल है अनि गाईको मल जे भए पनि, बाख्राको भए पनि गाईको भए पनि यसरी लगाएर जब ड्याङ खनेर जब मिलाएर लाउँछु नि त्यसरी बिउ चाहिँ हामी खसाल्छौँ। मिलाएर यसरी खसाल्छौँ। अनि यो चाहिँ भोलि उम्रिन एकदमै सजिलो हुन्छ। यसलाई लाइनमा आउँछ र हामी यसरी रोप्छौँ। र हामी सिमी रोपिसकेर चाहिँ अहिले एकदमै घामले पोलिरहेको छ कि त्यो घाम नभनिकन अब हामी तिनीहरूलाई चाहिँ सिमी रोपिसकेर हामी खोला पनि जान्छौँ है। र खोलामा त एकदमै गर्मी छ अहिले सिजन, साह्रो घाम लागिरहेको छ। घामले एकदमै हामीलाई पोलिरहेको छ।
हाम्रो त काम गर्दा पनि हात एकदम अर्ग्यानिक भएको छ। ढुङ्गा मुढाले पनि घोच्दैन, उल्टै ढुङ्गा मुढालाई पो घोच्छ होला हाम्रो हात। एकदम हाम्रो अर्ग्यानिक कुरा खाएर होइन, आफैले ढुङ्गा मुढालाई पनि केही जस्तो पो लाग्दैन ढुङ्गा मुढाले गर्दा पनि। किन हामीले एकदमै हातमा अर्ग्यानिक बनाइसकेको छौँ हाम्रो हातहरूलाई है। बिउ लगाइसकेँ ड्याङमा, अब म अहिले पुर्दैछु। यसरी हेर्नु चाहिँ पुरै पनि हामीले यसरी आफ्नै हातले यसरी पुर्छौँ, ढुङ्गा मुढाहरू निकाल्दै पुर्छौँ। यसो गऱ्यो भने चाहिँ यिनीहरूलाई उम्रिनु सजिलो हुन्छ, ढुङ्गामा लाग्दैन। हाम्रो नङ पनि एकदमै है अर्ग्यानिक भएको छ र हामी त काँटाको जति नै बलाउँछ हाम्रो हातमा पनि यतिकै काँटाले जतिकै खान्छ हाम्रो हातको अम्लीले त। ल हौ साथीहरूको हातमा बिहा कार्यमा जाँदाखेरि 2 इन्ची र 3 इन्चीको नङ बनाउनु हुन्छ ल। हाम्रो त इन्ची त होइन, मासुमै मिलेछ यस्तो नङ छ। यस्तो अर्ग्यानिक हातले त हामी यस्तो काम गर्छौँ। काँटाको चाहिँदैन पो हामीलाई त्यसरी। हेर्नुहोस् है, काँटाले मात्रै डबल गोप्चाउँछौँ हाम्रो हातले। र मैले सिमी लगाइसकेँ अनि पुरी पनि सकेँ। अब चाहिँ यसरी अर्ग्यानिक सिमीहरू रोप्दैछौँ र हामी यो गरा त हामीले सक्यौँ भनौँ न। अब माथिल्लो गरा छ है एउटा गरा, त्यहाँ पनि हामी रोपेको देखाउँछौँ र यो गरालाई हामीले शेष गरिसक्यौँ। आजलाई चाहिँ यो ठाउँको सिमीलाई, यो ड्याङलाई चाहिँ गरामा चाहिँ अब यो गरा त हामीले सक्यौँ। मल जल सिमी लगाएर मल चुडेर पनि सक्यौँ। अब यति बिउ रहेको छ है। अब हामी माथिल्लो गरामा रोप्ने, त्यहाँ पनि हामी देखाउँछौँ तपाईँलाई। मलाई यो लुगा देखेर अस्पत लागिरहेको होला है तपाईँले, तर मैले यो लुगा लाउनु कारण चाहिँ किनभने चाहिँ हामी चाहिँ यहाँनिर एकदमै कडा घाम लाग्छ हो। अनि यसैले चाहिँ म चाहिँ यस्तो बाक्लो लुगा लगाउँछु, घामले हामीलाई पोल्नु दिँदैन है, पोल्दैन भित्र चाहिँ। तर गर्मी त पुरा आउँछ नि, मलाई नै थाहा छ त्यो कुरा चाहिँ। तर पनि हामी त्यस्तो लुगा लगाएर काम गऱ्यो भने चाहिँ अटोमेटिक हामीलाई घामले चाहिँ डाइरेक्टली पोल्दैन र हामीलाई यो धुलो एकदमै बेसी छ। त्यसले गर्दा हामीले जम्पर गर्मी महिनामा पनि जम्पर लाएर काम गर्छौँ। अब हामी यहाँ स्टार्ट गर्दैछौँ, सुरु गर्दैछौँ। मेरो काँडा त सबै रोपिसक्यौँ है। अब यो चाहिँ हामीले सुरु गरेर आधी बनाइसकेको छौँ। यहाँ चाहिँ हामीले मल लगाउँदैनौँ, किनभने यहाँ चाहिँ हामी चाहिँ नि गोरु मल ल्याएको छौँ। अनि गोरु मल ल्याएको गर्दा हामी यहाँ चाहिँ मल लगाउँदैनौँ। हामी त डाइरेक्ट यसलाई खन्ने हो, ड्याङ बनाउने हो, अनि सिमीको दाना खसाएर पुर्ने र हामी यसरी छोड्दैछौँ। र हत्तो भइसक्यो हौ साथीहरू, यसरी खन्नुपर्छ है, हाम्रो जिम्मै यही हो। अब चाहिँ हामीले आधी गरामा पनि आधी छ हो, त्यो माथिल्लो गरा पनि सक्नु आँटेको। पुर्दैछौँ सिमी लगाएर। सिमीको दाना चाहिँ तपाईँले मलको, यो बाख्राको मलको दाना र सिमीको दाना त्यस्तै देख्दा हुन्छ होला कि यहाँ छ यसरी, यहाँनिर छ। हामी यसले चाहिँ यसरी पुर्छौँ, हातले नै पुर्छौँ। यसलाई चाहिँ काँटाले पुर्नु हुँदैन, फेरि
किन गहिरो पुरिन्छ काँटाले चाहिँ यसरी हातले पुर्ने हो यसरी पानीको पाइप लाउनुपर्छ पानी लाउनुपर्छ यसरी ड्याङड्याङमा पानी लगायो भने चाहिँ छिटो चिसो हुन्छ र चाहिँ उम्रिन्छ र हामीले चाहिँ अब पनि सक्नु आँटिसकेको छौँ अब चाहिँ हामीले चाहिँ सकिसक्नु आजको हाम्रो सिमी रोप्ने प्लान चाहिँ हामीले सक्यौँ आजको हामीले सक्यौँ अब हामी चाहिँ फेरि सानो बाटो बनाउनु गइरहेको छौँ यो बाटो गराएको थियो यसलाई त मसाएर हामीले यसलाई त सिमी बारी बनायो अब हामी फेरि पनि बाटो बनाउनु जाँदैछौँ अब तपाईँले देख्न सक्नुहुनेछ यहाँ माथिको भिडियोमा तपाईँले देख्नुहुन्छ यहाँनिर चाहिँ मैले यो के बनाएको हो भनेर तपाईँले भन्नुहुन्छ होला कि यहाँ चाहिँ तपाईँले यहाँ काँक्राको बिरुवा देख्दै हुनुहुन्छ हो यो चाहिँ यहाँ चाहिँ मैले काँक्राको थाक्रा साइड एउटा मास बनाएको छु काँक्राको यहाँ चाहिँ हामीले यसरी काँक्रा रोपेको छौँ काँक्रा बारी हो यो चाहिँ रोपेको 1 महिना जस्तो भयो होला सायद 22 दिन जस्तो भयो होला अहिले यतिको हुँदैछ हो काँक्राहरू यसलाई हामीले अब थाङ्ना लाउनु पर्ने हुन्छ भर्खर मैले यहाँ चाहिँ अर्ग्यानिक मलहरू लगाएर पुरेको छु र एकदमै हरियो भएर फर्किँदैछ र यो मचान देख्नुभयो होला हामीले यो बाँस रोपेर बाँसको चाहिँ काटेर मचान बनाएको यो बनाउनु धेरै समय हामीलाई लागेको छ धेरै बहुत दुःख भएको छ है यो बनाउँदाखेरि र यहाँ त हामीले काँक्रा रोपेको छौँ यो चाहिँ काँक्रा बारी हो काँक्रा रोपेको थियौँ कि अस्ति हामीले चाहिँ यहाँ त ड्याङ जस्तो गरेर रोपेको थियौँ होइन तर काँक्रा चाहिँ राम्रोसँगले उम्रिएन तर हामीले फेरि पनि त्यसको यहाँ रोप्नुको लागि चाहिँ हामीले पटमा रोपेको छौँ तर पटमा छ त्यसलाई पनि हामीले यहाँ ल्याएर छाप्ने पर्ने हुन्छ हामी छाप्नेछौँ तर अहिले चाहिँ एकदमै पत्ला छ देखिसक्नुभयो तपाईँले पत्ला छ कोही ठुल्ठुलो जब कसैले भर्खर त्यो लहरा छोड्दैछ यसलाई त अब हामीले चाहिँ थाङ्रा लाउनु पर्ने हुन्छ अब थाङ्रा लाउने बेला भइरहेको छ अनि तपाईँलाई यो भिडियो कस्तो लाग्यो तपाईँलाई है यो भिडियो हेरिदिनु होला अन्तिमसम्म तपाईँले हेरिदिनु होला यहाँतिर मसिनो बिरुवा छ पत्ला पत्ला छ बिरुवा यहाँ त हामीले भर्खर मल लगाएर चाहिँ पुर्पा गरेर फुल लगाएको छौँ अनि यहाँनिर खाली जग्गा छ कोही चाहिँ यतिको भएको छ हेर्नु सक्नुहुन्छ यतिको भएको छ यो चाहिँ सबै बढ्ने हो भने चाहिँ यतिको हुन्थ्यो तर कति चाहिँ पत्ला भयो कति कस्तो जग्गा भएर चाहिँ एकदम सुकोरो भएर चाहिँ यतिको भएको छ है र अब हामी चाहिँ फेरि बाटो बनाउनु जाँदैछौँ है फेरि पनि बाटोको बनाउँदै गरेको मेरो आजको काम चाहिँ सकिसक्यो किनभने 2टा गरामा सिमी रोप्नु थियो मैले सकिसकेँ अनि आजको मेरो कामलाई यति नै समाप्त गर्न गइरहेको छु होइन र अब फेरि पनि मेरो यसरी भिडियो नयाँ भिडियो आउनेछ है तपाईँले भिडियोमा मलाई कमेन्ट गर्नु होला तपाईँले पनि यस्तो धेरै काम गर्नुहुन्छ होला तपाईँले बस्तीमा है त्यो अर्ग्यानिक काम गर्नुहुन्छ होला होइन तर तपाईँले पनि यसमा तपाईँले मलाई सल्लाह सुझाउ दिनु होला है अनि मेरो भिडियोलाई धेरै तपाईँले हेर्नु होला नछुटाउनुलाई हेर्नुलाई चाहिँ तपाईँले हेर्नु अन्तिमसम्म हेर्नु होला तपाईँलाई कस्तो लाग्छ अनि मन पऱ्यो भने तपाईँले लाइक गरिदिनु होला है कमेन्ट गरिदिनु होला तपाईँले यस्तो धेरै काम गर्नुहुन्छ होला है तपाईँले त्यस्तो काम गर्नुहुन्छ भने चाहिँ तपाईँले यो भिडियोमा निश्चय नै मलाई कमेन्ट दिनुहुन्छ भन्ने म आशा राख्छु हुन्छ आजको भिडियोलाई म यति राख्नेछु बाई बाई